नमस्कार, जय नेपाल। जेनजी युवा पिँढीले सुरु गरेको आन्दोलन आज 1 हप्ता पुगेको छ। यो आन्दोलनले एउटा कुरा स्पष्टसँग भनिदिएको छ, भ्रष्टाचारीलाई कारबाही गरी सुशासन कायम गर, अन्यथा जनताको सोझो दण्ड पाउन तयार हो। देशमा रहेका पार्टीहरूमा पनि यो कुरा लागू हुन्छ। साध्य सर्वोत्कृष्ट भए पनि साधन कस्तो हो भन्ने महत्त्वपूर्ण हो। त्यसैले पार्टीभित्रको लोकतन्त्रले अब कस्तो पार्टी बनाउने र देशलाई कतातिर लैजाने भन्ने जिम्मेवारी पार्टीहरूमै आएको छ। अन्तरिम सरकार बनिसकेको छ, प्रधानमन्त्री र मन्त्री परिषद गठन भइसकेको छ। उहाँहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। 2082 साल फागुन 21 गतेको दिनको लागि चुनावको मिति तोकिएको छ। सरकारले आफ्नो काम सुरु गरिसकेको छ, तर लोकतन्त्रको स्तम्भ मान्ने पार्टीहरूले पनि आत्म अवलोकन गर्नुपर्ने बेला आएको छ। सुध्रने कि सकिने यस तरल अवस्थामा पार्टीहरूले आफूलाई पुरस्कृत गर्ने सुअवसर पनि हो। तत्कालीन कानुनी व्यवस्थाले दिन नसक्ने कुरा आन्दोलन र क्रान्तिहरूले सम्बोधन गर्न सक्दछ। त्यसैले यस जटिल परिस्थितिमा संविधानलाई पनि हेर्दै आगामी मार्ग तय गर्नुपर्ने हुन्छ। जेनजीको यस आन्दोलनले पनि यही कुरालाई छर्लङ्ग पारेको छ। त्यसैले पार्टीभित्र सरकारमा गएका र सुविधामा रहेका व्यक्तिहरूले आत्मालोचना गर्दै स्वयं कानुनी कारबाहीमा आउनु सर्वोत्तम हुनेछ। नेपाली काङ्ग्रेसको एउटा जिम्मेवार कार्यकर्ताको हैसियतले म के आह्वान गर्न चाहन्छु भने यो अनुकरणीय उदाहरण पनि नेपाली काङ्ग्रेसले नै प्रस्तुत गरोस्। जसरी इतिहासमा यस देशको सबै क्रान्ति र आन्दोलनहरूको नेतृत्व सफलतापूर्वक नेपाली काङ्ग्रेसले नै स्थापित गरेको थियो। त्यसैले नवयुवाको आवाजलाई आत्मसात गरी नेपाली काङ्ग्रेसले आफूलाई अगाडि बढाउनुपर्छ। पार्टीलाई पुनर्गठन गरी नवजीवन दिनुपर्दछ। यसको सुरुवात स्वयं सभापतिबाटै हुनुपर्दछ। वरिष्ठ नेताबाट हुने आत्मआलोचना र समर्पण तथा त्यागले नेपाली काङ्ग्रेस र लोकतन्त्र र संविधानको समेत संरक्षण गर्नेछ। भ्रष्टाचार र कुशासनबाट मुक्तिको नारासँग सुरु भएको आन्दोलन पहिले त शान्तिपूर्ण नै थियो, तर पछि त्यसमा व्यापक घुसपैठ, देशी विदेशी शक्ति केन्द्रहरूको चलखेलले गर्दा आन्दोलनलाई हिंसात्मक मोडमा पुर्यायो। नवयुवाले सर्वोच्च अदालत र इतिहास धरोहर सिंहदरबार चलाउन सक्दैन। यो त निजी स्वार्थ भएका समूहबाट गरिएको सुनियोजित स्टेट कोल्याप्सको कुप्रयास हो। सही अनुसन्धानले यसको पुष्टि गर्नुपर्छ। त्यसैले जनताले वर्तमानमा निष्पक्ष जाँचको अपेक्षा गरेका छन्। नेपाली काङ्ग्रेसको आन्तरिक संरचना र विधानमा मौलिक परिवर्तनको बारेमा हामीले पार्टीमा कुरा उठाउँदै आएका हौँ। पार्टीको संरचनालाई परिवर्तन गरी साधारण सदस्य, क्रियाशील सदस्य र सिधै जनताको प्राइमेरी चुनाव गठन गरी आउने प्रक्रिया, एउटा व्यक्ति निरन्तर सही मूल्याङ्कन बिना चुनावमा टिकट पाउने क्रममा वार्डदेखि मेयरसम्म हुने र सांसद हुने तथा संसदीय दलको नेता हुने, मन्त्री बन्ने र प्रधानमन्त्री बन्ने प्रक्रियामा पार्टीभित्र व्यापक चलखेल भएको कुरा हामीले पार्टीभित्र उठाउँदै आएका हौँ। अधिकतम 4 पटक सांसद, 3 पटक मन्त्री, 2 पटक प्रधानमन्त्री कुनै पनि एक व्यक्ति बन्न सक्ने प्रक्रियाको विकास गरौँ भनेका हौँ, तर सो कुरा लागू हुन सकेन। पावर करप्ट्स एन्ड एब्सोल्युट पावर करप्ट्स एब्सोल्युटली। लोकतन्त्रको नाममा चुनाव त जित्ने, तर कसरी त्यसको दुरुपयोग गरिएको छ त्यो नहेर्ने प्रवृत्तिले नै हामीलाई अहिले यो अवस्थामा पुर्याएको हो। सभापति लगायत अन्य नेताहरूको घरमा देखिएको पैसाको बङ्करको जवाफ अहिले जनताले मागिरहेका छन्। नवयुवालाई बधाई छ। हामीले पार्टीमा उठाएका आवाज तपाईँले फेरि बुलन्द गरिदिनु भयो। हामी पार्टीका कार्यकर्ता हौँ, दास होइनौँ। बिपी कोइरालाले भन्नुभएको थियो, अन्याय हुँदा ठुलो हेरेर बस्ने कार्यकर्ता होइन। अहिले हामी सबैले आत्मसात गर्नु परेको छ र पार्टीलाई पूर्ण जीवन दिन लाग्नुपर्छ। यस पार्टीमा त्याग गरेका, सङ्घर्ष गरेका हजारौँ कार्यकर्ता छन्, नेता छन्। अब सबैले आवाज बुलन्द गर्ने बेला आएको छ। खाएको विष लाग्छ, नखाएको विष लाग्दैन र लाग्न पनि हुँदैन। देशमा अब राजनैतिक आयाम परिवर्तन भएको छ। श्रीलङ्का, बङ्गलादेश र त्यसपछि नेपालमा देखिएको आन्दोलनको श्रृङ्खलालाई सबैले चिन्तन र मनन गर्न थालेका छन्। निकास देशमै खोज्नुपर्छ। विदेशीहरूको चलखेलको भूमि बनाउन कदापि दिनु हुँदैन। सम्बन्धित पक्ष सबै सतर्क रहनुपर्छ। हाम्रो सार्वभौमिकता जोगाउँदै
चीन र भारत जस्ता उदयमान आर्थिक शक्तिहरूसँग सहकार्य गर्नुपर्दछ। धन्यवाद। जय नेपाल।